आज चाहिँ म मोमोको अचार बनाउन गइरहेको छु। यसको लागि मैले अलिकति बदामलाई मजाले रोस्ट गर्दैछु। यता मैले काटेको टमाटर अनि लसुन अदुवाको पेस्टहरू मजाले थिचेर राखिसकेँ। कराईमा तेल हालिसकेँ, प्याज पड्काइसकेँ अनि मैले यहाँनिर कुटेर राखेको यो लसुन र अदुवाको पेस्ट पनि मैले यहाँनिर फुराउनुको लागि हालिदिइसकेँ। यसलाई अब मैले एकछिनसम्म रातो हुन्जेलसम्म मजाले तेलमा खर्याउँछु। खर्याइसकेपछि मैले काटेर राखेको टमाटरलाई पनि खोर्सानीहरू सबै थोक हालिओरी मसलाहरू नुनहरू सबै थोक बेसारहरू सबै थोक हालिदिओरी मिक्स गरेर एकछिन यसलाई म छोपेर मजाले पकाउँछु। यो मोमोको अचारलाई चाहिँ जतिसक्दो मजाले टमाटर पाक्यो भने त्यति नै मिठो हुन्छ। यसको लागि मैले अब यसमा माथिबाट छोप पनि मैले आलसको छोप पनि अनि यो सेसमेन सिड यो सेतो तिल पनि मैले एड गर्दैछु। हो यतिको भएपछि अलि मजाले यो टमाटरको पेस्ट र तेल छुटिने गरी यतिको मजाले पकाइसकेपछि यसमा मैले आलसको कुटेर राखेको धुलो छोप पनि मिसाएँ। अब यसलाई म एकछिन मजाले पाक्नु दिएर सेलिनुको लागि दिन्छु र सेलिसकेपछि यसलाई म फेरि मिक्सरमा मजाले ब्लेन्ड गर्छु। मिक्सरमा मजाले ब्लेन्ड गरिसकेपछि यतिको भएको छ मेरो अचार एकदमै मिठो